हजुरलाई सालीको माया लाग्छ कि आफ्नो बुढीको? मेरो बुढाले चाहिँ खाना हाल्दै हुनुहुन्छ। पूजा गरेर पनि सकिसक्यो। म त कान्छी हो त, मेरो बुढाको हालत के हुने हो त? ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु। थ्याङ्क यू मलाई भन्नु न। सो हेलो एभ्रिवान, आज चाहिँ मेरो भान्जीको बर्थडे हो अनि हामी चाहिँ बर्थडे आज कहाँ बनाउने अरे? हरे होमस्टे। हामी चाहिँ हरे होमस्टेमा बर्थडे मनाउन जाने सोचिरहेका छौँ अनि हामी चाहिँ अब नुहाएर मन्दिर जाने हो। अनि कस्तो लागिरहेछ? मलाई चाहिँ होइन धेरै खुसी लागेको छ। बर्थडेको दिन आफ्नो फ्यामिलीसँग बस्न पाइयो, सो धेरै खुसी लागेको छ। सो के हुन्छ सो हेर्दै राख्नु होला। अब चाहिँ हामी फ्रेस भएर रेडी भएर मन्दिरतिर जान्छौँ। सो गाइस, मैले नुहाएर पनि सकेँ अनि मेरो भेनाजु चाहिँ नुहाएर हिरो बनेर बसिराख्नु भएको छ, हेर्न सक्नुहुन्छ। हामी चाहिँ होइन रेडी भएर बसिरहेको छौँ। अब हल्का रेडी हुन बाँकी चाहिँ मैले चाहिँ भेनाजुको भ्लग सुरु गरेँ, किन गरेँ भनेपछि मेरो भेनाजु चाहिँ जहिले पनि भ्लग बनाउँदा आधा उद्धिमै छोड्नुहुन्थ्यो। आज म सुरुदेखि अन्तिमसम्म देखाउँछु र यो भिडियो हाल्छु। मेरो भेनाजुकोमा फेरि आधा उद्धि भिडियो छ, कति छ हाल्नु भएको, तर यो भिडियो चाहिँ जान्छ कि नै? ओके जान्छ। सो गाइस, मेरो सालीलाई हेर्नु होला। वाउ, हाय यता मेरो सालीको ड्रेस। This is my outfit, मन्दिर फिट, टेम्पल फिट। दुई बहिनी चाहिँ आज खतरा क्युट देखेछन्। सो गाइज, हामी चाहिँ अब मन्दिर जाँदैछौँ। बिहान नै जाने सोच्थ्यो, के गर्ने अब घाम पनि टल्क्यो। अनि सो गाइस, घाम त के टल्किने, घाममा नानीलाई पनि हल्का ठिक हुन्छ, त्यसैले सो घाममै जाने सोचियो। सो अब हामी वहाँ गएर मन्दिरमा गएर के गर्छौँ, सो सबैजनाले हेरिदिनु होला। सो अहिले चाहिँ हामी आफ्नो घरमा आइसकेका छौँ। सो मेरो छोरी साली, मेरो बुढी। सो गाइज, हामी चाहिँ पूजा गरेर बाहिर निस्किसक्यौँ। कस्तो लाग्यो आज बर्थडेमा मन्दिर आउँदाखेरिको खुसी कस्तो भयो? एकदम खुसी, रमाइलो लाग्यो। अनि यस्तै गरेर अझै पनि अरू ठाउँ पनि लैजान्छु म मेरो भेनाजुलाई। हामी चाहिँ अब पूजा पनि गरिसक्यौँ, अब घर जाँदैछौँ। अब मेरो भेनाजु चाहिँ एक्कासी के भयो मेरो भेनाजु अनि मेरो छोरी चाहिँ कति क्युटी पाइसिन्। सो रमाइलो भइरहेको, अझै पनि रमाइलो हुनेछ, हेर्दै गर्नु। सो गाइज, हामी चाहिँ मन्दिरबाट पनि निस्किसक्यौँ, अब घर जाँदैछौँ। लास्टै थकाइ पनि लाग्यो, थकाइ भन्दा नि बिहानदेखि भात पनि खाएको थिएनौँ, भोक लाग्यो, लास्टै भोक लाग्यो। अब घर जाने बित्तिकै भात खानुपर्ने हुन्छ। अनि हाम्रो नानी चाहिँ जाँदै सुतिसकिन्। हाम्रो छोरी चाहिँ सुतिसकिन्, नानी चाहिँ सुतिसकिन्। अब के गर्ने, बच्चासँग पहिला जस्तो हुन्न, कहाँ सुत्छन्, कहिले भोक लाग्छ, कहिले के हुन्छ, यस्तै त हो। जति पनि दिदी बहिनीहरू हुनुहुन्छ उहाँहरूलाई थाहा होला, मेरो दिदी जस्तो कसलाई भएको छ सबैलाई थाहा होला। केटी मान्छेको पीडा केटी मान्छेलाई नै बुझ्छन्, केटा मान्छेले होइन। केटी मान्छेले त्यस्तो दुःख छैन। दुःख हो। अब केटी मान्छेलाई बच्चा हेर्न जान्छ, केटा मान्छेलाई फेरि बाहिर कति गाह्रो हुन्छ। एब्सोल्युटली राइट। केटीलाई के छ र, लास्टै बुझ्छिन् हामी। केटीलाई त के छ र, बच्चा समात्ने, बच्चा हुर्काउने छ। केटा मान्छेलाई अरूको देशमा कति दुःख हुन्छ। तर गाइस के हो, खै पहिलोचोटि बनाएर हो कि किन हो, मेरो हात चाहिँ लास्टै पाक्थिन्छ, खै किन हो। म एउटा कुरा मेरो भेनाजुलाई सोध्न चाहन्छु, त्यो कुरा यो हो कि हजुरलाई मेरो माया लाग्छ कि आफ्नो बुढीको? सालीको माया लाग्छ। साली भने साली हो, बुढी भने बुढी मात्रै हो, साली भने सब थोक हो। झन् म जस्तो साली पाउने त भाग्यवानी हो किन होइन? मेरो साली जस्तो पाउने केटाहरू जिन्दगीमा बिहा गर्ने भए घरको जेठी छोरीसँग बिहा गर्छ।
कान्छी छोरीसँग त साली रमाइलो हुन्छ। कान्छी छोरीसँग बिहा गर्दाखेरि मजा हुनु, जेठी छोरीसँग साली बिहा म त कान्छी हो त, मेरो बुढोको हालत के हुने हो त। के हुन्छ अब के गर्ने, यस्तै छ। मेरो भेनाजु हुनुहुन्छ त, मैले बिहा गरेको हुन्छ नि साथी। अनि के चाहियो त जिन्दगीमा साली हुने घरमा बिहे गर्नु होला कृपया। अलि मधेसी साली, अलि भेनासँग अलि फ्रेन्डली कुरा गर्ने, लजाउने साली पनि हुनुपर्छ। म बेला बेला लजाउँछु। यसमा छ कि केही हुन्न क्या। हाम्रो छोरीको चाहिँ टोपी उतै कता छुटेछ गाइस। मेरो भेनाजु चाहिँ टोपी लाउनु जानुभएको। मेरो भेनाजुलाई जति पनि सब्सक्राइबर हुनुहुन्छ उहाँहरूले सपोर्ट गरिदिनु होला। मेरो भेनाजु अलि म भिडियो बनाउँदैछु त, धेरै लामो गर्नु यस्तो गाइज नगर्नु। म भिडियो बनाउने वातावरण नै छैन कि गाइज, के गर्ने, यस्तै हो। उहाँ चाहिँ बसिसक्नुभयो, अब के भन्ने। टोपी लिएर आइसक्नु भयो, हेर्न सक्नुहुन्छ। सो गाइस मेरो बुढीले चाहिँ यस्तो हराउने काम गर्छिन्। यस्तो काम गरिन् भने त बर्बाद हुने होइन। सो गाइज हामीले खाना पनि खाइसक्यौँ। खाना खाँदाखेरि चाहिँ हामीले भिडियो हालेनौँ, किनभने हामी लास्टै भोक लागिरहेको थियो। त्यसैले हामीले छिटो खाना खायौँ। अब छिटो हामी भेनाजुको बर्थडे मनाउन जानुपर्ने हुन्छ। सो गाइस अब चाहिँ हामी होइन केक लिन जान लाग्छौँ। गसाइल त म भएर जान लाग्छौँ, बजार जाँदैछौँ। त्यसपछि आएर केक सेक ट्याक्टु। सो गाइज हामी चाहिँ तोलीखेला आइसकेका छौँ। हामी कहाँ जाने भने मान्छे कहाँ आयौँ, खासमा हरे जाने भनेको थियो। समय परिस्थितिले हामीलाई तोलीखेला पुऱ्यायो। सो गाइस अहिले चाहिँ तोलीखोला कटेजमा आइसकेछौँ। अब यहाँको के कस्तो हुन्छ सुविधाहरू, सो हेरौँ पहिला के हुन्छ होइन। दिदी खुसी हुनुहुन्छ आफ्नो बुढाको बर्थडे मनाउन। धेरै खुसी नि, तर ब्याग छ धेरै, अब के गर्ने। सो गाइस अहिले चाहिँ हामी होइन तोलीखोला कटेजमा आइसकेछौँ। सो हाम्रो सालीले चाहिँ त्यहाँ डेकोरेसन गर्दैछन्। यत्रो गरिसकेछन्, अब गर्दैछन् अरू। मेरो बुढीलाई चाहिँ त्यहाँ गोबर फुलाउँदैछन्। अनि मेरो छोरी मम्मी चाहिँ यहाँ बसिराख्नु छ। छोरी चाहिँ सुतिरहेका छन्। मम्मी आज मेरो बर्थडेमा के कति खुसी लाग्यो? धेरै खुसी लाग्छ बाबु। ठिक छ। अनि मेरो बुढी यता हेर्नु, मलाई त धेरै भन्दा पनि धेरै खुसी लाग्छ। मेरो साली। खुसी व्यक्त गर्दैछ। वाह गाइस केक चाहिँ अलि दामी छ होइन। ल मेरो बुढा चाहिँ डेली आउनु जानु, अब के हुन्छ हेरौँ। हेर्नु मेरो बुढा चाहिँ डिजे लिएर आउनुभयो। बिमारले धन्न के अरे मोमबत्तीको तल खाने थिएँ, क्यान्डलको तलको गाइस यो मैले खाने थिएँ गाइस। धन्न खत्तम हुन्थ्यो। गाइस अब केक काटेर पनि सक्यो। अब चाहिँ हामी खाना खानेतिर लाग्नेछौँ। मेरो छोरी त कति खुसी छिन्। ओ माई गड। अनि मेरो दिदीको आजको आउटफिट हेर्न सक्नुहुन्छ, परी जस्तो देखिराख्नु भएको छ मेरो दिदी चाहिँ। सो गाइस हाम्रो अर्डर आइसकेको छ, नाङ्लो सेट। सो टोलीखोलाको नाङ्लो सेट। सो हामी सबैजना छौँ। अब चाहिँ हाम्रो टक्क खाने कार्यक्रम चल्छ। हामी चाहिँ खाना लाग्यौँ। मेरो बुढाले खाना लाग्नुभयो। अनि भेनाजले खुवाइ त नि यस्तो। मेरो बहिनीले पनि खाना लाग्यो। नानी हेलो। नानीको चाहिँ पास्ने भएको छैन, त्यही भएर नानी अब नखाने। नानी मम्मी एकदमै राम्रो छ। आई लाइक। कस्तो लागिरहेछ बुढा? 1 सेकेन्ड ह्याप्पी बर्थडे टु यु। थ्याङ्क यू। हेर्न सक्नुहुन्छ एकदमै मिठो देख्दाखेरि पनि मिठो। अब चाहिँ हाम्रो खाना खाएर खतम भइसक्यो। सो अब चाहिँ टक्क लगाएर अब घर जाने हो। मेरो साइल चाहिँ पुरा टन्न फुल भइसकेको छिन्। फुल भयो कि नै के अरू खाना पऱ्यो भन। ल हाम्रो सबैजनाले खतम गरिसकेछन्। सो मेरो छोरी पनि पेट टन्न बनायो आना हो कि नै भन त, हो नि आना। लुक एट दिस भ्यू गाइस, एकदमै राम्रो छ। ओ माई गड, म स्वर्गमा आएँ। ओ माई गड। यदि हजुर एक्लोपनमा
डिप्रेसनमा हुनुहुन्छ भने यो ठाउँमा अवश्य एकचोटि यहाँ टुर गर्न सक्नुहुन्छ एकदमै राम्रो ठाउँ छ तिमीले भन्न त भनिसकेको कुरा तर यो डिप्रेसन चाहिँ नभन्न पर्थ्यो एकदमै रमाइलो लागिरहेछ जो मनको पीडाहरू पनि एकदम भुल्न सकिन्छ एकदम राम्रो छ यहाँको भ्यू हेर्ने हो भने मुड फ्रेस हुन्छ त्यही भेनाजुको बर्थडेमा यहाँ आएर एकदमै रमाइलो भयो घर बस्दा बस्दा बोर भइरहेको थियो जस यहाँ आएपछि एकदमै रमाइलो भयो खुसी छु घरमा मनाउने भने त्यस्तै हो के हुन्छ बाहिरतिर मनाउने भने त्यही हो रमाइलो हुन्छ मुड फ्रेस हुन्छ अनि कुनै रमाइलो क्षण हुन्छ जसलाई हामी याद गरेर हाँस्छौँ रमाइलो लाग्छ पछिको दिनमा यो भिडियो चाहिँ हामीले किन यो भिडियो चाहिँ हामीले किन बनायौँ भन्दाखेरि पछि नानी ठुली भइन् भने हामी पनि हल्का अब त्यस्तै भयो भने यो यतिखेर हामीले रमाइलो गराएको थियौँ है भन्ने याद होस् एउटा भनेर चाहिँ हामीले यो भिडियो बनाऊ अनि यही हो गाइस रमाइलो भयो आजको चाहिँ यहीँनिर खतम हुन्छ सो आजको भिडियो कस्तो लाग्यो सो सबैजनाले हेरिदिनु भएकोमा धन्यवाद अनि अब हामी घर जान्छौँ आजलाई यति अनि जति पनि नयाँ सब्सक्राइबर हुनुहुन्छ उहाँलाई पनि थ्याङ्क यू भन्न चाहन्छु और हाम्रो यत्रो मेहनत दुःखलाई चाहिँ तपाईँले यसको लागि लाइक कमेन्ट अनि सब्सक्राइब गरिदिनु होला सो लेट्स इन्जोय तोली खोला कटेजको नाङ्लो सेट